आज मोरङको ग्रामथान गाउँपालिकाबाट झापा जिल्लाको 87 धाम आउनु भएर दर्शन गरेर तीनवटा बसमा आउनु भएको उहाँहरू आज हाम्रो केरखाको यो फुटबल ग्राउन्डमा आइपुग्नु भएको छ हैन। यस अवसरमा हजुरहरूलाई 87 धाम कस्तो लाग्यो त? राम्रो लाग्यो। अनि अर्को ठाउँ कहाँ पनि जानु भयो रे? अर्जुन धारा चाहिँ कस्तो लाग्यो त? राम्रो लाग्यो। हजुरहरू खुसी भएर आउनु भयो? ल यस खुसीको अवसरमा है एउटा मिठो भजन गाउनु त ल। ल साथ दिनु होला उहाँलाई। ल ताली बजाउनु है अरूले चाहिँ। ओइ ल जय होस् जय होस्। धन्यवाद। अनि हजुरहरूको यात्रा सहज बनोस् हैन। म पनि भर्खरै कृष्ण जन्मेको ठाउँमा गएर हिजो मात्रै आइपुगेको 15 दिनको यात्रा सकेर। हजुर एउटा दोहा दिन्छु। ल उहाँले दोहा भन्नुहुन्छ भने म एउटा दोहा दिन्छु। नारी निन्दा मत करो, नारी नर की खान, नारी से पैदा भए ध्रुव प्रहलाद हनुमान, सिया राम ध्रुव प्रहलाद हनुमान। कहीं के कुन कसी संसार में नारी के जन्म दे छी इटा पृथ्वी में तो एकदम मैंने ऐसे उ कर छ ओकरा निंदा कर छी। संसार में नारी से नहीं हनुमान जन्म की ध्रुव प्रहलाद सुदामा कृष्ण कन्हैया लव कुश लिलकिस से नारी बिना संसार में नहीं छी। एकटा परिवार में एकटा घरना में पुरुष नहीं है तो उटा घरना उटा परिवार बड़ो अच्छा लगतो। तो एकटा नारी नहीं तो उटा नारी बेगर संसार चल्दैन, नारी बेगर घर चल्दैन। घरको डाक्टर भनेर कसलाई चिनिन्छ भन्नु त? नारीलाई। आमाहरूले जस्तो बनाएर हामीलाई खाना दिनुहुन्छ त्यस्तै खाइन्छ। अनि हामीले खानेकुरा सहज खालको खायौँ हाम्रो दिमाग पनि सहज हुन्छ। असहज खालको खानेकुरा खायौँ भने हाम्रो दिमाग पनि असहज हुन्छ। त्यसो हुँदा हामीले खानपिनमा ध्यान दिएर सहज खानेकुरा खायौँ भने परिवार समाज र देश पनि सहज बन्छ। हवस् त धन्यवाद।